What's up everybody, Smagar Vlogger, welcome back my channel. हजुरहरुलाई मेरो च्यानलमा स्वागत छ। सो धेरै दिनपछि इन्ट्रो पनि गरियो, धेरै भ्लगमा गरिरहेको थिएन। सो हाम्रो उहाँ हुनुहुन्छ गौरव बजे, उहाँ हाम्रो साइली आमा, उहाँ चिन्न सक्नुहुन्छ को हुनुहुन्छ। आई होप उहाँ चाहिँ हाम्रो जेठी आमा। के लग्यो र? एक बोतल हालिदिनु रे बजेले। एक बोतल कंकड़ खाएर खोकिला। ल बजे गयौँ हामी। ल आज माइत बजेको घरमा खाना। सो अब हामी जाँदैछौँ। साइली आमा फेरि बाई बाई रे। ल जाम। के हो र यो? के ऊ होइन र यो त? भैँसीको सिङले हो बनाउने हो? भैँसीको सिङले बनाउँछन् कि के भन्छ रे भाइले? जुत के त्यो हल उ गर्छ नै। भैँसीको सिङले पो बनाउने रहेछ नि। सबै त्यसैले बनाउने। त्यसले काट्ने त्यो ड्रिल मसिन त होइन? सबै सिङ तास्नु भएको त होला। दाल बनेकोले भनिहाल्छ क्या, बनाइदियो भने होइन। पुग्यो बजेको घर। खाना हालिसक्यो र? खाना खानुभयो त हजुरले? अब खाना नि। अब खाना नि। ल बस्नु खाऊ। कहाँ जानुभयो र? हजुर। ल अब खाना खाइदिनु। ब्याक टु द होम। दिउँसो भइसकेको छ। बजेले बेसार काट्दैछन्। हिजोको ब्लगमा हेरे होला हैन गाइस सबैले? काटेको बेसार। ल ड्रोन शट हानौँ है गाइस। 3 2 1 गो। सो गाउँ डुल्न जानु पर्यो। हौ हजुर हजुर आउने हो? आउने हो भ्लगमा? नाचेर देखाउ त। जिसिका ल भान्जी छिटो। म बोल्दैन नि फेरि अब। ल बाई कट्टीमा। ल जाऊ छिटो। के रे?
ल अब राम्रोसँग अब सुरुदेखि है ल फेरि ल ल 3 2 1 गो गीत सुन्नेन क्या अलि हेर्नेहरूले सुनेनन् गीतहरू कुन गीत हो र कुन रे सोल्टे नि ल ल म गाइदिन्छु हजुर नाच्नु ल छिटो बाई बाई ऋषिका तिमीले माइजूलाई पोठी काट्ने भनेको होइन खै त भोलि काट्ने हो पर्सि काट्ने ल ल बाई बाई कहाँ जाने त जाम जाने भाइ मसँग गरे ओ उता जान्छु म त बाई 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 म आऊ त्यहाँ रोडतिर खेतहरू थियो पुरा खेतहरू पुरेर यस्तो बाटो बनाएर है अब डेभलपमेन्ट गर्नलाई त अब हुन्छ अब यस्तो के हो ल ल म आएँ पक ओ हाम्रो घर अब लाग्छ अब तिमीलाई अब को उसको नाम के हो उसको नाम उता काम चल्दैछ रोड चाहिँ दामी भयो है सिवाङको के हो नमस्कार नमस्कार अंकल सोरी है नमस्कार के छ ठिक छ अब देब्रे हात पुग्यो देब्रे भयो ल दाहिने हो के हो रक्सी खाएर रक्सी खायो खाना बरु थोरै म त्यस्तो त हो त्यस्तो नराम्रो गरेन धेरै नखाने नि धेरै खानुहुन्न नि होइन हो नि त्यो त यस्तो म खोज्नु जान्थेँ हजुरको मम्मीले भन्नु बिहान त ठिकै थिइस् त बिहान त ठिकै थिइस् त हल त पुरा म ठिकै भयो नि म कसैलाई केही भने होइन खासु हुनेछु मेरो पारामा कसै केही भनेन मेरो सुत्नु भन्छ हजुर सुत्नु तर सुत्के त अनि अब हजुर आउनुभएको राम्रो छ राम्रै छ एकदम राम्रो छ बेला बेलामा भिडियो बनाएको मैले बेला बेलामा आउनुहुन्छ युट्युबमा हालिदिन्छु नि फेरि अब बुढी आमा छन् अब यहाँ अब छन् होइन अब इष्टमित्रहरू छन् अब दायाँ छन् अब चाहिँ बिर्सिनुहुन्न फेरि आउँदै गर्नु होला होइन फेरि आउनै पर्छ आउने हो नि सम्झिनु होइन ऋषिका आउँदै गर्नु होला सम्झिनु होला यहाँ चाहिँ नि अब बुढी आमालाई यहाँ चाहिँ नि हाम्रो ठुलो बाबालाई ठुलो आमालाई अनि सबैलाई इष्टमित्रहरू जो जति छन् सबैलाई जाने किन नजाने अब ठिकै छ तर मैले सोचेको के अरे तर ठिक हो ठिक हो के सोचेको थिएँ र मैले सोचेको अनुसार अब तपाईँको छुट्टीमा आएको अनुसारमा छुट्टीको मेसोमा अब सबै ठाउँमा सबैलाई इष्टमित्रलाई सबै भेट्नु भनेको एउटा राम्रो धेरै गर्वको कुरा हो क्या हो किन होइन त्यही भएर त आएको नि त धेरै सबैलाई गर्वको कुरा हो क्या धेरै गर्वको कुरा हो मैले भन्नु अङ्कल क्या होइन धेरै गर्वको कुरा हो क्या ठिक छ तलाउ त्यो जाम क्या उहाँ काम गरिन्छन् क्या धेरै गर्वको कुरा हो
के किन गाली गर्नुहुन्छ र मल के गरे छैन के के हो त त्यो गाउँघरको काम नि कहाँसम्म र बनाउने हो खन्नु जेठामा ग्यारहवटा हो ए मलाई कसलाई यहाँ नराख्ने यो तलको नि गुन्द्री सबै लाग्ने Good morning guys, another day same vlog. Lahari Khatras. यति भए पुग्छ घाम लाग्नु पर्छ जाडो लाग्छ हो बिहान र बेलुका त लास्टै जाडो त्यही हो दिउँसोमा चाहिँ घाम लगाएर त्यस्तो चाहिँ जाडो हुँदैन थियो अब आज के हुन्छ अब हेरौँ है गाइस वाउ भत्तरे आउनुभएको भान्सामा खानु के बनाउँदै हो त बा धुवाई धुवा भए त यो बजारले के खोज्दैछ यो बाक्साभित्र छैन र खोल्नु यसको चाबी खै छैन केही पनि यहाँ त बिस्कुटको खोका छैन केही नि सक्यो यो फाल्दै हुन्छ बजारले के खाउँ सामानहरू त फर्स ए यहाँ ल प्याज राखा रहेछ नि यहाँ माथि प्याज रहेछ त त्यहाँ प्याज के यहाँ रहेछ त ए पुरानो पुरानो छ नि के छ यो भित्र खाली खाली के छैन पुरानो है पहिला पहिला कति चल्थ्यो ए यहाँ सानो ए गाग्रो जमानामा कति पानी है ए यहाँ हेर छ है कसले उसले कुटुमा दिदीको छोरीले मुनाकोले ओर्लाउनेले बेच खानु अनि जिताउन छोयो अरे अन्त यो खर्कन अब त चासा भन्दै 5-6 भन्दै यो खर्कन यहाँ दिएको ल जाम तल लौ जा हान्यो क्या ओ भाउजू नमस्कार
के हो मुख धाग्ने त्यस्तो या बारी पुग्यो हामी त मुख धाग्ने सन्च आरामै सकिछ त है अब रातभरि बोक्यो क्या यो गोरीले ले 10,000 आइसी भन्न सकिन्न होइन नि आज त हिजो लोसाले खत्तम पार्थ्यो अनि लाएर बच्चाको ठुलो भने ओए गोरेको छोरा रोशनको छोरी अनि ऊ फेरि कसको छोरा अब फुलमा बजाए कहाँबाट आउनुभयो कति टाइम लाग्यो नि 1 घन्टा ओइ चामलको छोरा नाइस त हाँ ये तो यहाँ सनम सल्टी खाएर कहाँ फोनै उठाएन त फुलै फुलमा गुजुरी के रे तेरि स्कुलतिर जानु लाग्यो अब नि रोड त फेरि यस्तो छ नि है पाहाडतिर यस्तै हो माटो र धुलो पुरानबारी भन्छ यसलाई फेरि सिभाङको धुलो यस्तो उडाउँछ खै कहिले बन्ने यसको पिचबाट है त यसो स्कुलतिर आज स्कुलको मात्रै ड्रोन सट हानौँ भनेको खै के हुन्छ किनकि अँध्यारो पनि हुन ला लेट्स सी गाइस है धुलो फेरि कडाइ नै हुन्छ क्या खुट्टा नै यस्तो कालो भइसक्यो धुलोले हेलो गाइस फुपू फेरि कराउनु त सबैले हेर्छन् नि फेरि अब करान पर्यो नि त के अरे त्यो बगाले बासी ओ बजे सबैलाई नमस्कार भनिदिनु ल सबैले नमस्कार है आशीर्वाद दिनु आशीर्वाद अनि नाच्ने बदलास अनि जुन राम्रो हस्केट हुन्छ हामीलाई हस्केट भएको छ अन्त होला नि त ल ल बजे बाई बाई हामीहरू त उडाङ्गर जुनी गयो हाम्रो त हो तिमी त भर्खर हान्नु पर्यो सबै चारवटाको आशीर्वादले सबै राम्रो गरी बाँच्नुपर्छ राम्रो गरी हिँड्नुपर्छ रक्सी नखाने धेरै पागल नहुने है तेरो यहाँ त पुरा होलसेलमै छ त यहाँ त होलसेलमा छ के हो त मामा यो फेरि धुबी हो नि भन्दा धुपीलाई बेच्ने बेच्ने होइन आफूले घरमा यसो कहिले काहीँ चाहिन्छ धेरै छ त यो त उतैबाट टिप्याएन र होइन यो त यो मसँग धुबी हो गरे कसको र यो बाख्ना यो थकालीको अरू होइन यो कामिलो बेचेको नि यो चाहिँ अर्कै त्योभन्दा यो भिन्दै हो यो पूजा गर्ने यही होला कोइलामा हाल्यो भने यसो बासा आउँछ गरी त्यो त्यसको आउँदैन कहाँबाट ल्याएर यो यो त फलेगाउँबाट हजुर तेरो बुढीलाई यता देखाउन नि लिनु त ल्याएको थिएँ त अस्ति हजुर भेट्नु भएन अनि भेट्नु होला नि त हेर्नु भएको छैन र एकचोटि नि ए फर्स्टमा नि ल्याएछिस् नि ल्या उहाँ अर्गुममा भेटेर अनि बिर्सिनु भयो बिर्सिएर नि त बुढेसकाल ल फुपू लाग्यो म त उता स्कुलतिर लाग्यो बाटो यस्तो छ सिभाङको पुल बन्दै छ सिभाङमा बाटो खन्दैछन् माथि सही हो डेभलप चाहिँ हुनपर्छ है को आमाहरू त उतै गएछन् अहिले हजुर हाम्रो यहाँदेखि कसरी जाने होला
ओ सर तेरी नमस्कार दर्शन एकदम सन्चै आरामै भाउजू फेरि के लिन आँट्ने खस्यो क्या पैसा त झन् कता तिम्रो क्या तिम्रो जाने आरामै होइन र उडाउने नै हो यसो स्कुलको यसो सर्ट हाल्नु हिजो कसले उडाने भने त ड्रोन हो के ल सर है ल हौ फाइनली पुग्यो स्कुलमा बहिनी के हो स्कुल त अब बबाल दाम के हो फोन पनि नलाग्ने अनलाइन पनि गरे नम्बरमा पनि गरे फोनै लागेन खै कुन हो त्यो पहिलाको सेम पहिलाको नम्बर मोबाइलै होला ए त्यही भएर नम्बर बन्द छ भने स्कुल चाहिँ बबाल है अहिले त होस्टेल यता 11 कुन क्लास हो त्यहाँदेखि यो फेरि 6, 7, 8 अत्तरी ट्रफीहरू राखेको छ नि त श्री हेम माध्यमिक विद्यालय ल पुग्यो स्कुलमा भलिबल खेल्दैनन् आज बिदा छन् त 2 दिन लगातार त्यही भएर ल केटाहरू खेल्दैछन् यो आयुषको हो साइकल सञ्जयको छोराको साइकल है दामी छ त के गरे त दिनभरि आज के हेर्न आएको तिमीहरू के हेर्न आएको को अन्त तिनीहरू के हेर्न आएको बाबु के हेर्न आएको सोध्दैछु खै बाल देखा त अब नि कोली काट्द्या नि कोली काट्द्या के कट रे के कट रे विकट कट रे कहाँ को यिनीहरू फुच्चा फुच्ची गाउँघरको ओइ ओ तोरण सोल्टीको छोरा होइन के नाम रे रोशनल होइन हेलो गाइस सो के भन्न चाहनुहुन्छ हजुरले भाइ बाबु जस्टिन सन्चै हस् बाबु पढाइ कस्तो चलिरहन्छ राम्रै चले गुड राम्रो हुनु पर्यो होइन घर जाने
फेरि कहाँ जान्छ बाबु के भयो के हेरेको टुलु टुलु जाने न घर जाने हो ल एकछिनमा जाऊँ ल कताबाट नि भित्र जाने यहाँ त ठाउँ छैन होला घरतिर लाग्यो कस्तो लाग्यो गाइस भ्यू ड्रोनले भनेको होइन त्यस्तो त अब त्यस्तो राम्रो त अब ठिकै भनौँ होइन सो माया गरिदिनु होला यतिलाई पनि ब्याक टु होम ठिकै छ हो कति 4 दिन हो कि 5 दिन भयो गाउँ आएको सो गाइस सबै भ्लग हेरिदिनु होला है गाउँको अरूहरू पनि च्यानलमा गएर भिजिट गरेर भिडियो हेरिदिनु होला माया गरिदिनु होला है जाडो छ बाटो हिँड्दै गइया त्यहाँ अस्ति नै पहिरो गएको कल्याणी हो कि कहाँ फेसबुकमा हेरेर पनि आज देखाइदियो हजुरहरूलाई है यस्तो हो बाटो पहिला सानो थियो अहिले ठुलो गरिदिएछन् बाटो यतातिरको ठिकै हो गाउँको विकास हुँदैछ गाउँ विकास ओइ ल गाइस अब घर बनिन्छ खाना खाने होइन राइट गाइस आजको भ्लगमा यति नै सो गाउँको भ्लग हेरेर धेरै माया गरिदिनु होला कस्तो लाग्यो हजुरलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब द च्यानल जो नयाँ आउनुहुन्छ एन्ड ओके भेटौँला अब नेक्स्ट भ्लगमा ओके गाइस सो बाई